हेलो एभ्रिवान, गुड मर्निङ सेवाहरू। आज चाहिँ हामी यहाँ माथि हाम्रो गाउँमा अस्तिर बजार छ है, शुक्रबारे बजार भन्ने ठाउँ छ। हामी आज बजार सामान किन्न आएको थियौँ है। हामी दुईजना मात्र आएको, दुईजना मात्रै। अनि अरू त्यस्तै जाँदैछौँ हामी बिस्तारै म तपाईँहरूलाई माथि डाँडामा गएर तपाईँहरूलाई शुक्रबारे बजार देखाउँछु भन्दै, हेर्नुहोस् गाइस भन्दै देखाउँछु। हेर्नुहोस् गाइस, यो त शुक्रबारे बजार है। शुक्रबारे बजार यता पनि छ, यता सबै छरी बस्ती भएको छ है। माथितिर नि छ शुक्रबारे बजार। यहाँको मौसम चाहिँ फेरि यस्तो राम्रो छ कि तलतिर बस्नुहुनेहरू चाहिँ सबैजनाले आरिस गर्नुहुन्छ होला है सायद। राम्रो छ मौसम, शीतल छ। हाम्रो शुक्रबारे सानो बजार है। गाइस हामी घुम्न आएको है गाइस, घुम्न आएको। आउनु छिट्टो आउनु अरे। कस्तो राम्रो फुल गएको रहेछ है। यहाँ हेर्नुहोस्, घुम्ने ठाउँमा मेरो फेरि बानी यस्तो छ है, टिपेर अघि कानमा सिद्धिने। ए धन्य लडिनु खत्तम। पातन छ, आउनुहोस्, आउनु सक्नुहुन्छ हजुरहरू। यस्तो राम्रो छ। कानको पातो कस्तो देखियो अरे। यस्तो गरेर फोटो खिच्न सक्नुहुन्छ। बजार हजुर। A few moments later. माहौल विश्व सुन्दरी। शुक्रबारे बजारको आउने सुन्दरी। यहाँ चाहिँ शुक्रबारेमा यस्तो छ है, यस्तो बनाएको छ। यहाँ माथि बजार छ, चौतारी क्याफे हो है। हजुरहरू भिजिट गर्नु सक्नुहुन्छ। डेकोरेसन यस्तो राम्रो छ। फाइनली हामी चाहिँ बजारबाट घर जाँदैछौँ। हिँड्दै हामी दुईजना। म चाहिँ भुजाको बोरा बोकेर हिँड्दैछु। यत्रो कुम्नी कटिलो बोकेर हिँड्दैछ। कता पहिला गएको होला होइन त। हेर्नुहोस् गाइस, दमैसँग पहिला गएको अरे। को लिन आउँदै हुनुहुन्छ गाइस? पहिला हिँडेको अरे। अब कुम्लो कटेर कसेर के गर्नु साथीहरू। घरसम्म गाडी जाँदैन, अनि यता हिँड्नै पर्यो। पिच रोडसम्म मात्रै आउँछ। दुःख गर्नै पर्यो। बजार जानु तम्सेपछि भारी ल्याउनै पर्यो। हराएपछि हामी चाहिँ ल्याउँदैछौँ। बोक्दिनँ गर्दिनँ भन्नु पनि नपाइने, गर्नु पर्यो नि। बजार हिँड्नु तम्सेपछि पहिला हिँडेको साथी आउनु है मेरो बिहे खान। लु है लु। बिहे चाहिँ कुन चाहिँसँग? सुँगुर 10-12टा लिएर आउने हो। के बोले भाइ? के बोले के छ थाहा? सुँगुर 10-12 लिएर त आउँछ होला बिहे खाने। पहिला चाहिँ कोसँग जाने? हाम्रो ब्याङ्कसँग। जानु पर्यो ब्याङ्कसँग जाने रे पहिला। अब
लाउनुको पिरा अब जुत्ता लाउँछ अनि म यसो चप्पल लगाएर पटक 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 पड्काउँदै हिँड्नुपर्छ कि हजुर अब नबनाउनु भ्लग भने चाहिँ यसरी बुझाएर टाउकोमै थामिदिन्छु क्या म मोबाइल कट होइन होला के हो ए हो ए भगवान् कलर ल्याउनु त्यस्तो कलरहरू खानु हुँदैन ए भगवान् बरु मलाई मारिदेऊ क्या मारिदेऊ कपाल हेर्नु न कस्तो भएछ के भयो अरे त्यो साग लगेर गएन त्यो त्यहाँ पटलतिर अलिक पटल बाँच्न चिप्लेर मेरो साक्दै गयो धन्ने के गयो चिप्लेर यस्तो हात टेक्यो क्या के गयो मासहरू सुनाउँदै रहेछ जहाँ के बोले के छ थाहा राम्रो मौसम भइरहेछ है घाम लागिरहेछ तर हिँड्नु चाहिँ गाह्रो भइरहेछ क्या शीतल गर्मी नै ठिक हुन्छ कन्डोको राम्रो मौसम त हिरो भन्दैछ यस्तो हान्छु जान्ने नौ अहिले एकैपल्ट दिएर मुख पुऱ्याइदिन्छु म यस्तो घाम लागिरहेको होइन यता हेर्ने बादलहरू राम्रो छ नि त अब घाम त लागिरहेछ नि गर्मी छ वात्तै बढ्यो गर्मी जताततै के बोल्छ यो बहिनी इङ्ग्लिस मात्र बोल्छ अघिदेखि त्यहाँ गर्मीले मर्नु त्यति बेला बहिनी हेलो गाइज फाइनली हामी चाहिँ घर पुग्यौँ अब भने सुक्न लाग्यो घर पुग्न लाग्यो भने पुग्यौँ नि अब त ल ल झार्यो बुजा बुझा बुजा झार्यो हामी चाहिँ जाँदैछौँ घर अब पुग्न लाग्यौँ फाइनली बाई बाई गाइज अब फेरि पनि भेट्नुपर्छ फेरि पनि भेटौँला अहिलेको लागि चाहिँ बाई बाई टाटा